चाहिँ हामी एकदम चाम्पोङ खानालाई चाहिँ निस्किरहेको छौँ होइन। यता हाम्रा करन्छन् चाम्पोङतिर के छ त चाम्पोङ खाना निस्केकोमा के यसो हामी अब चाम्पोङ भनेको चाहिँ अब हल्का कालो कालो हुन्छ त्यो चाहिँ अब चाउमिनमा चाहिँ हल्का मलेर खाने एउटा डिसाइड हुन्छ है, डिसाइड खान्छ नपर्छ। त्यस्तै चाहिँ आज चाहिँ हाम्रो हिजो पानी परेकोले सपिङ गर्न नभएको कारणले गर्दा हामी साथीभाइ चाहिँ अब सपिङ पनि गरौँ उतै खाना खाउँ भनेर सबैजना हाम्रो चाहिँ 6 जनाको ग्रुप जाँदैछौँ। हाम्रो सन्तोषको भल के भन्छ सन्तोषको युट्युब च्यानललाई सब्सक्राइब लाइक सेयर गरिदिनु होला, धन्यवाद। ल साथीले भनिहाले मेन कुरो भनेको त्यही हो। आज हामी चाम्पोङ खानालाई निस्केका छौँ होइन। चाम्पोङ भन्ने चाहिँ एकदम चाइनिज सी फुड के अरे टक्क अब हाम्रो खानेकुरो चाम्पोङ पनि आइसकेको छ। यसरी चाहिँ हाम्रो भोटिनी दिदीले ल्याइदिनु भएको छ चाम्पोङ होइन, धन्यवाद। आज चाहिँ करण अब के छ त भन त फेरि एकचोटि चाम्पोङ खाँदाखेरि के कस्तो अनुभव हुँदैछ त? हाम्रो साथीहरूको चाहिँ चाम्पोङ आइसकेको छ भने अब हाम्रो चाहिँ आउन बाँकी नै छ। यस्तो हो चाम्पोङ भन्ने चाहिँ। म नेपालबाट नेपालको पूर्वी नेपालको पहाडी जिल्ला तेह्रथाने गाउँमा चाहिँ अहिले हामी यहाँ योङिनमा रहेको सिएनसी कम्पनीबाट काम गर्दै गरेको नेपाली सबै साथीहरू चाहिँ भेला भएर चाइनिज फुड होइन त यो चाम्पोङ खाने एउटा निर्णय गरेर चाहिँ उपस्थित भएका छौँ सबैजना। तपाईँले मिठो मानेर खाइदिनु होला र विशेषता कस्तो छ त चाम्पोङ कस्तो छ भनेर चाहिँ सबै साथीहरूलाई पनि लास्टमा एकचोटि खाइसकेपछि चाहिँ भनिदिनु होला। खाइसकेपछि तपाईँले कस्तो छ तपाईँ प्रतिक्रिया पनि दिन र नेपालको अब कति साथीहरू कोही खाने हुन्छ कोही नखाने हुन्छ, सी फुड हुँदो रहेछ क्या किरा सी फुड। अब नेपालमा त हाम्रो समुद्र नभएको हुनाले त्यति साह्रो खाएको छैन होइन। तर यो खालको हाम्रो किराहरू सन्ते किरा अब के हुन्छ तर म पनि टेस्ट गर्दैछु कस्तो हुन्छ खामसामनि त चाम्पोङ चाहिँ यसरी खाने हो। हेर्नु होला यहाँ तपाईँले हाम्रो साथीले चाहिँ एकदम सुरुप 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 गर्न एकचोटि खाऊ न। त्यसरी चाहिँ त्यसलाई त्यहाँ मिसाएर चाहिँ अनि चाहिँ खाने हो। तर उसले खै के गरे ल अब हाम्रो सुरु भइसक्यो है। मेरो पनि एकदम यहाँ छ सुरु गर्न मात्रै बाँकी छ। यता साथीहरूले सुरु गरिसकेर चाहिँ लास्टमा फेरि एकचोटि कस्तो छ भन्छु। हामी चाहिँ चाम्पोङ खाएर चर्को चाम्पोङ खाएर चाहिँ आइसकेका छौँ। हामीले चाहिँ समुद्रको सी फुड वाला चाम्पोङ खाएर चाहिँ निस्क्यौँ है चट्ट नेपाली। हामी कहिले 6 जना गाइजहरू है। गाइजहरू कोरिया आएर चाहिँ विभिन्न खानाका परिकारहरू डिसाइडहरू चाहिँ चाख्न र चखाउन पाइन्छ है। यस्तै त हाम्रो अब काम गरौँ छुट्टीमा त रमाइलो गर्नै पर्यो, साथीभाइसँग इन्जोय गर्नै पर्यो। तपाईँहरूले सुनिहाल्नुभयो चाम्पोङ मिठो थियो। यता सबै अनुहारतिर नि यता गालातिर नि लागिरहेको छ चाम्पोङ मिठो भएर। अनि हामी अब चाम्पोङ खाएर चाहिँ यता फर्स्ट अनुभव हो चाम्पोङ खाएको। अब हामी चाहिँ यता माट आएको छौँ नोङिया माट भनेको चाहिँ अब हाम्रो चाहिँ बजार जस्तो हो होइन। किन्नको लागि हामी आइसकेको छौँ। अब हामी भित्र गएर चाहिँ तपाईँ किन नजाने तपाईँ जानु न। म जाँदिनँ, कहाँ दिन लागेको सामान किन्ने बाला छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ हामी जाँदैछौँ भित्र।